साथीहरू, परमेश्वर एसावका सन्तानहरूसँग धेरै निराश हुनुभयो, जुन इजरायलीहरूको नातेदार थिए। एसाव याकुबका भाइ थिए। तिनीहरूले शान्ति कायम राखे, सबै ठिकठाक थियो। तर यी मानिसहरूको हृदयमा यति धेरै द्वेष थियो। आउनुहोस् 11 पदलाई हेरौँ। ओबदियाको पुस्तकलाई, यसमा एउटै मात्र अध्याय छ जसले भन्छ, जुन दिन त टाढै उभिइस, जुन दिन परदेशीहरूले त्यसका धन सम्पत्ति खोसेर लगे र विदेशीहरूले त्यसका ढोकाहरूबाट भित्र पसेर यरुसलेमको निम्ति चिट्ठा हालेथे, त तिनीहरू जस्तै थिइस्। अब तपाईँले आफूले आफूलाई हेर्नुहोस् र मलाई भन्नुहोस्, कहाँ छन् एसावका सन्तानहरू? आज तिनीहरू एउटा महान परिवार छन्। उनीहरूसँग 12 जना राजकुमार थिए। उनीहरूले राम्रो काम गरे, तर सबै नष्ट भए। धार्मिकताको विरुद्धमा खडा नहुनुहोस्। तपाईँ फैलिनु हुने छैन। आउनुहोस् प्रार्थना गरौँ। पिता, हाम्रो मुखलाई जोगाउन सहायता गर्नुहोस्, ताकि हामीले धार्मिकताको विरुद्धमा नबोलौँ, ताकि तपाईँको कामप्रति हामी अन्याय नगरौँ, ताकि हामीले तिनीहरूलाई औँला नदेखाउँ जसले तपाईँको सेवा गरिरहेका छन् दिन र रातमा। हे मेरो प्रभु, यो व्यक्तिलाई क्षमा गर्नुहोस् जसले गरिसकेको छ र जसले गलत कुराहरू तपाईँको मानिस र तपाईँको चर्चको विरुद्धमा बोलेको छ। यो व्यक्तिलाई अर्को मौका दिनुहोस् प्रभु। आमेन।